अनि गाइज म चाहिँ यो के अरे भाले बस भन्ने एउटा छ कि त्यो खेलेको छु बस सिमुलेटर। अनि आज चाहिँ भ्लगमा वेलकम के अरे कति दिनपछि भ्लग बनाउँछु। भ्लग होइन के अरे गेम। सिधै जान्छु यहाँबाट कठारमा जानु मलाई पुरै रममा ठोकिदिन्छु कि कति वर्ष भइसक्यो मैले खेलिरहेको त्यही पनि राम्रो चलाइन। ल ल कहाँबाट कहाँ निस्किन्छ ल घुमेर फेरि यहीँ पुगेछ। यहाँ हेर्छु यार म अघि नै यस्तै गरौँ लम्मै ठोक्न आएको थियो यार एउटा गाडी। अब यो ठोक्नु नआएछ फेरि ल के ल यहाँनिर एउटा गाउँ रहेछ नि सेयरमा। तो काका आ रहा हूँ भाई, दुकान आ रहा हूँ मैं, बस निकल रहा हूँ। अनि गाइस म त बाहिर निस्किन्छु फेरि मतलब अहिले यहाँनिर के अरे पसल छ केही सामान किनेर जान्छु। ल आइसक्रिम रहेछ नि मान्छे केही छ भने फेरि चोरेर खाँदा पनि हुन्छ तर म मान्छे बोलाएर खान्छु। गाइज म खाएर भेट्छु है त। अनि गाइज पसलेलाई बोलाएर यो सामानहरू किनिन्छ कि आइसक्रिम पनि खाइसकेँ मैले। अब बसमा चढौँ अब सिधा ल यहाँ गाडीहरू आउनु थाल्यो। ए यार म एकचोटि त्यहाँ घुमेर आउँछु ल। अनि गाइज मैले चाहिँ चप्पल लाएर आएको छु के अरे पाहाडमा चढेको भए त लम्मै चिप्लेर ब्याङ्गै खसिदिन्ला म त फेरि है। अनि त्यो मैले चप्पल लाएर पनि दौड्नु सकिरहेको छु। ब्याङ्गै ठोक्न आउँछ तिनीहरू जहिले ठोक्यो भने तिनीहरू गयो। सिट बेल्ट लगाउने बिर्सिन्छ त्यही भएर बस चल्दैन भने। अब यहाँनिर ब्रिज छ फुटेको छ कि छैन फेरि। अस्ति नै एउटा यही ब्रिज यही होइन अर्को ब्रिजतिर गएको थिएँ फुटेको छ भने कसको एक्सिडेन्ट भयो होला यतैनिर फुटेको थियो। ए फुटेको थियो अरे मैले किन छैन भयो। अनि कहिले पुग्छु भइसक्यो यार। यहाँनिर ब्याट्री पनि छैन होला मेरोमा। रेडियो राखेर के फाल्यो गीत त छ होला नि छैन रहेछ। बुवामै ठोकिदिन्छु मैले त। अब एउटा पसलमा जानु पऱ्यो त्यहाँनिर रिपेयर गर भन्नु पर्यो। पेट्रोल पम्प एकचोटि मात्रै भेट्टायो भने म ठोक्दिनँ अहिले ड्याङ्गै
होइन हेर्नु न के भयो ऊ लेफ्ट साइडको कसो बाङ्गो छ भने रेडियो पनि किन्नु पऱ्यो यो हो र यो पनि होइन यतै अगाडि होला यहाँ त मेरो साथीको घर आयो नि त्यसलाई बोलाएर पनि के फाइदा आउनु त होइन म गिराज खोज्दैछु यो होला यहाँ पनि होइन अनि म कहाँ खोजौँ भइसक्यो यहाँ घर बनिरहेको मान्छेहरू छन् यता होला यतै रहेछ यो भित्र जाने हो कि यतै हो यो हो र यो होइन यो होइन ऊ यहाँ रहेछ अब गाइज म यो पसलेलाई भन्छु रिपेयर गरिदियो भनेर रिपेयर गरिदिन्छ पसलेलाई पनि खोज्नुपर्छ होला अघि जस्तो यो टोइलेट हो टोइलेट रहेछ नि यहाँ पार्टी प्यालेसमै ग्यारेज राखेको छ यार अब म पसलेलाई के अरे रिपेयर गरिदियो भन्छु रिपेयर गरिदिन्छ यसले त अब यसले रिपेयर गर्छ त्यसपछि भेटौँला अनि गाइस एउटा मेकानिक छ के अरे रिपेयर गर्ने बित्तिकै टोइलेट घुस्थ्यो लङ टोइलेट फेरि 1 घन्टा 2 घन्टा पछि आउँछ होला यो त पैसा पनि दिइसकेँ म त निस्किदिन्छु त ए गाउँ रे देखियो ए हामीहरू ठक्यो भने फेरि गयो फेरि यहाँबाट निकाल्ने कि कहाँबाट निकाल्ने मलाई के थाहा जहाँ पायो त्यहीँ छिराइदिन्छु म त पानीबाट वाइपर आउनुपर्छ अब झ्यापै रोक्छु एकचोटि हेर्छु गाडी आएर छैन छैन रहेछ फेरि क्यामेरा चेन्ज गर्छु यहाँबाट सिधा लग्छु टुरिस्टहरूको ठाउँमा अनि यो बालै बिर्सिन्छु कि मैले रातितिर बाल्ने हो म त बिहान पनि बालिदिन्छु जहाँ पाएँ त्यही फालिदिन्छु म त अनि यहाँ के हो यहाँनिर एउटा के जे भयो नि झुन्डाउँछु भनेको झुन्डाउन मिल्दैन झुन्डाउन त मिल्छ पैसा नै छैन पेट्रोल दिन मात्र अलिकति पैसा थियो मैले त दिँदै सिधा निस्किँदै म त फेरि अनि यहाँनिर पार्किङ हो कि के हो यो पार्किङ हो कि के हो यो अघिदेखि हेरिरहेको छु यार यहाँनिर ऊ होला पानी होला नाला म एकचोटि साइडमा रोकिरहेछु यहाँनिर साइडमा पार्क गरिदिन्छु ओए पागल हो कि क्या निस्किन दिँदैन यहाँबाट उहाँ लममा ठोकिदिनु मलाई ओ ल फेरि ठोकिदिन्छु चप्पल लगायो भने हरार चिपेर जान्छ फेरि अब भन्दा चिप्लिदिँदैन ढल रहेछ यो त छ्या
टप्पू की वकील तो क्या 7 बजे लेने आई है? बहुत तंग कर रही है। बाबूजी का जति उता जति पनि तल जाऊ ए उता उता जाऊ यो तल जाँदा पनि जाँदैन यति मात्रै हो कि क्या हो छ्या म त नहीं दूंगा। बसमा चढ्ने भन्दा अगाडि खुट्टा झुन्छ ल म अड्केँ ल ल ल ल, कस्तो चिप्ल्यायो यो चिप्लो बाटो छाप्रो जम्प पनि कसरी हाल्ने ल यहाँ त कसले आएर मेरो बसमा लम्बै ठोकिदियो कि क्या त्यहाँबाट जान पनि मिल्दैन फेरि छुने बित्तिकै हेर्नु है कहाँबाट निस्किनु अब म ल छोको पनि छैन के हो यो यहाँनिर यसले लम्बो ठोक्दैछ फेरि यसले लम्बो ठोक्दैछ के हो अब अघि न के अरे अब बस जसरी भने निकाल्नु नै पऱ्यो मलाई खुट्टा धुइदिनु म अब के गरिदिनु निस्किँदैन होला फेरि मामा फेरि पुलिस अङ्कलले हामीले मामा हुन्छ नि हामीले मैले चाहिँ मामा भन्दिनँ तपाईँहरूले भन्नुहुन्छ कि हुँदैन यतिले ठोक्यो आएर स्क्र्याच मात्रै आयो मेरोबाट ऊ फेरि ठोक्यो के हो यो यिनीहरू त ए म त निस्किदिन्छु बाली पुलिस आउनुभन्दा अगाडि पत्ली गल्ली से निकल्लो यहाँ त भन्नु छ त ओइ कहाँ चढ्नु ओइ के हो यो कस्तो हामीले केपी भएको के अरे त्यो बाटो हेर्नु न कस्तो छ उतानिर चाहिँ पिच गरे यहाँ त के हो नाइस केपी अब यहाँ चाहिँ पिच गरे फेरि के हो के हो यो केपी भएको ठाउँ अरे केपी बाले गरेको काम हेर्नु नि जे होस् तर यो पालिको भोट घन्टीमा हो यति हो यो पालिको भोट घन्टीमा यो पालिको भोट यो पालिको भोट घन्टीमा यो पालिको भोट घन्टीमा यो पालिको भोट घन्टीमा हट खोलिदिन्छु नि फेरि म त डराउनु नि जिस्क्या गेममा चाहिँ के हो यो के रे अबे यहाँ कस्तो ओए स्क्रैच मात्रै आएको अब यतिले त्यो पर्सेन्ट 100 देखाएर छ खोइ स्क्रैच आएको छैन यो राति चलाउनै मन हुँदैन क्या मलाई यसरी ठोक्छ भनेर अनि गाइज हामी पुग्न लागेको जस्तो छौँ पुगिसक्यो हामी यो फ्री नगर जिस्के यता जाने रहेछ म चाहिँ कहाँ जानु हुन्छ नि केपी भएको कारणमा हेर्नु नि यो के गरे यो के हो कत्रो पातलो बाटो हेर्नु त यी ठोक्यो भने ड्याङै फेरि अहिले निस्किन पनि मिल्दैन
सबैजनाले निस्किनु दिनुपर्छ यहाँनिर फेरि म ढोका पनि खोल्न मिल्दैन जस्तो छ यहाँ थ्याङ्क्स गरिदिन्छु तर त्यही पनि पैसा पाइदिन्छ भने के हो अब यहाँबाट अर्को प्यासेन्जरहरू लिन जानु छ मलाई त्यहाँ ए कस्तो पाटलो पाटलो ठाउँ हो यहाँ त यहाँ म नहेरिकन निकालिरहेको छु म जबरजस्ती ल के हो काम गर्ने मान्छे कुनै कुनै भ्लगर कुनै कुनै के हो यो भित्र जान्छु त कोही बसेको छैन त भित्रै छु म तर हेर्दाखेरि कोही बसेको छैन छिटो चढ उताबाट चढ्दा पनि हुँदैन कहाँ त्यहीँबाट चढ्नु पर्ने तिमीहरूलाई पनि यहाँबाट निकाल्छु बिस्तारै बिस्तारै ल जाउँ अब यत्रो लामो बाटो खाएर एउटा प्यासेन्जर के अरे लिन आउँदाखेरि नि यत्रो लामो यतिले म कता कुदिहाल फेरि तिनीहरूले ठोक्न आउँछ बस त के हो यो फेरि यहाँबाट निस्किनु परेन ल त्यहाँसम्म जानु छ यार अब राति पनि भइसक्यो एउटा होटलमा बस्नु त यही क्या गाइस धेरै राति भइसकेको रहेछ मैले गाडी चाहिँ यतै पार्क गरिदिएँ यहाँनिर होटल अहिलेसम्म खुल्ला भयो म त होटल रहेछ के अरे पसल खुल्ला भयो यहाँबाट जान्छु म त यतानिर आन्टी या अङ्कल हुनुहुन्छ यहाँ त जाँदिनँ म म अर्केँ अनि भोलिपल्ट भेटौँला गाइस अनि यो भ्लग यो च्यानल यो एपिसोड पनि अहिले खतम सिद्धिदिन्छ अहिले कहिले अब अर्को एपिसोडमा हेर्नु होला बाई क्यामेरा खोलेँ अनि क्यामेरा एक्सन गरेँ यस्तो आएर बस्छु किन रोक्या भन्छु त यस्तो गरेर हेरेको त लाममै ठोक्दिएछ फेरि मेरो गाडीमा ठोक्दिएको हो कि क्या मेरो गाडी त यहाँ छ यो गाडी त के हो फेरि यो गाडी पनि लम्मै ठोक्केको रहेछ गाडी होइन यो त बस हो लम्मै ठोक्दाखेरि त के हो ल मैले छोको मात्र ल के भयो अब हेर्नु इल्लो मैले केही पनि गरेको छैन लम्मै ठोक्दियो यस्तो मात्रै क्यामेरा घुमायो म त लम्मै ठोक्दिएर भने मेरो गाडीलाई चाहिँ ठोकेको छैन त्यो अब म के अरे टुरिस्ट होइन